हेलो गाइस, नमस्ते, वेलकम टु माई ब्लग है त। स्वागत छ फेरि पनि तपाईँलाई कयको नयाँ ब्लगमा। हाम्रो दिनको सुरुवात चाहिँ पसलबाटै हुन्छ है त। पसलमा आइसकेको छु। केटाहरू यहाँ चिजबिज देखाउँदैछ। गाडी राम्रै भइरहेको छु त आज। कहाँ जानु लागेको? किन? दर्शन गर्नु ल, ठिक छ। अब यस्तै हो, हामी पसल आइसकेको छौँ है त। पसलको हाल चाहिँ छिटीको बनाएको छ केटाहरूले। के छ जेम्सी भाइ? तपाईँको बर्थडे हिँड्दै आएछ ए कहिले भनेको? हेलो, थ्याङ्क यू भाइ, थ्याङ्क यू यार ब्रो। आज चाहिँ मेरो बर्थडे रे है। थ्याङ्क यू। आज मेरो बर्थडे रे है। केटाहरू सबले विस गर्यो। पहिलोचोटि बर्थडे फेरि हो मेरो प्यारीले। आज बर्थडे कहाँ जाने? अब पशुपति जाने भने रेडी भएर आएको छु। एकपल्ट यसो पशुपति पुगेर आइदिउँ। किन जाने पशुपति चाहिँ? के गइहाल्ने? ल, हामी एकचोटि पशुपति पुगेर आउँछौँ है त। ल जाउँ चाबी लिएर। ल, पशुपतिको लागि हामी निक्ल्यौँ। पशुपति दर्शन है त। पशुपति दर्शन गरेर आउँछौँ हामी। ल जाउँ, पशुपति जाँदैछौँ हामी है त। फेरि आउँछौँ हामी पसलमा आएर फेरि सुरु गर्छौँ है त। फाइनली गाइज है त, हामी चाहिँ पशुपति आइसकेको छौँ है त। अब यहाँबाट चाहिँ हामी जान्छौँ पशुपति। अब के गर्नु, पशुपति अब गृहमन्त्रीले भनेपछि आउनै पर्यो। ल जाउँ। तिम्रो छ जुत्ता यहाँ राख्ने खाली खुट्टै? ल हो खाली खुट्टै हुन्छ अरे। म चाहिँ जुत्तै लगाएर गएँ। बाटोमा खोल्छु म आधी बाटोमा। धर्मकर्ममा एकदम विश्वास लाग्छ प्यारीलाई। साथीहरू पनि पर्छ होला नि बहिनी। किन्नलाई दान गरेर जानु बाबु बहिनी, जे सकिन्छ खुसी मनी दान गरेर जानु। यताबाट थियो है, यताबाट छ गेट। कताबाट जाने हामी? मन्दिर आज फेरि भिडभाड रहेछ पशुपतिमा चाहिँ। आज बाटो पनि भिडभाड छ है। भोलि जाम। लाउनु भएन हजुरले? जुत्ता यतै राख्नुहुन्छ कि अगाडि राख्नुहुन्छ? सामान भएको चार ढोकी खुल्ला छ होइन। यो 1150 यो चाहिँ परिवारकै नामको पूजा भएको भएर 108 कर्नेको बेलपत्र हुन्छ, 108 को माला हुन्छ, रुद्राक्षीको सौभाग्यहरूदेखि लिएर सबै हुन्छ। 108 कर्नेको बत्ती हुन्छ, यो त्रिशूल डम्बरहरू सबै हुन्छ, घन्टीहरू सबै हुन्छ है। चढाउनु न आएको बेलामा। आज चार ढोकै खुल्ला छ, चार ढोकै खुल्ला छ भनेर नि हजुरलाई चढाउनु खाएर त्यो त हो। म आइबस्छु, चढाइबस्छु। यति परेन त्यसो भए। अरू त चढाउनु पर्छ। सौभाग्य छ एउटा, चौतिल अबिरको छ 108 को रुद्राक्षी छ, 850 दिनु न ल। यसको मैले 600 मात्रै घटाइदिएको हजुरलाई। 600 रुपियाँ पर्ने हो। मिलाएर एकदम मिलाएर त्यो पनि हुन्छ। आएर जुत्ता के राख्न तपाईँ? जुत्ता यति राख्नु ल। म चाहिँ खोल्नु न, कसरी खोल्नुहुन्छ?
होइन म त खोल्दिनँ रे फोहोर लाग्छ नि त सेतो रहेछ सेतो मजा रहेछ पुष्पा फोहोर हुन्छ त्यही हुन्छ दिदी जुत्ता हुन्छ 142 नम्बर म हुन्छु यही हुन्छु 142 नम्बरलाई पनि जुत्ता पनि खोल्यौँ क्यारीले यार मलाई जहिले जहिले हो मन्दिर आएपछि तिमीलाई मन हल्का हुन्छ आगो लाग्यो आगो लागेको होइन हौ त्यहाँ होल्डिङ गरिरहेछ लगाइस है पशुपति आइसकेको छौँ अलिक बिरुवा रहेछ पशुपतिमा गएर हामी पूजापाठ गर्छौँ हामी भन्दा नि मेरो प्यारीले पूजापाठ गर्छ भित्र क्यामेरा फोन अलाउड छैन सो त्यही भएर है यहीँनिर स्टप गर्छौँ त्यहाँबाट निक्लिएर फेरि हामी सुरुवात गर्नेछौँ होइन हो र कहाँ हो गेट कहाँ हो र गेट अझै अगाडि हो र ल गेटमा पुगेर